हेलो ब्युटिफुल पिपल, इट्स मी सुधा। अनि आज चाहिँ हामी हाम्रो बारीमा छौँ। बारीमा हामी अम्बा खाइरहेको छौँ हाम्रो बारीमा। तिमी कहाँ गयो? यहाँ छु। दिदीले चाहिँ अम्बा टिपिरहेको छ। हाम्रो अम्बाको रुख हो, यहाँ हाम्रो बारी हो। यहाँ कतै धेरै अम्बा छ नि, यहाँदेखि लिएर परसम्म अम्बा। वाउ, यति हो अम्बाको रुख चाहिँ। यति मम्मीको जाँगर चाहिँ यस्तो छ कि अनि यो फेरि अर्को सुन्तला हो, तर यो नदेखिन सक्छ। मम्मीको जाँगरले यस्तो यो अर्को सुन्तला यो आँप हो हैन। हामीले पुरै यहाँनिर फ्रुट्सहरू खेती नै गरिरहेछौँ। यहाँ चाहिँ हामी यहाँनिर चाहिँ बारीमा चाहिँ खासै आउँदैनौँ, त्यही भएर मम्मीले कत्रो कत्रो सुन्तला फलेको देखाउँछु। अहिले देखाउँछु। यस्तो छ, म यस्तो हिँडिरहेको छु, दिदी यसरी हिँडिरहेको छु। यो चाहिँ हाम्रो भैँसीको घाँस हो। यहाँ मिनी अम्बाको बोट छ। यो सुन्तलै हो, फेरि अर्को पनि सुन्तला हो, तर यो यस्तो घाँसबाट हिँड्नु परिरहेको यो। हामी दुईजना यसरी हिँडिरहेछौँ। यति अम्बा हो, ए अम्बा यो सुन्तला हो, उयो अम्बा हो। यस्तो बाटो छ है, अम्बाको बोट हो। यो चाहिँ हाम्रो खुर्सानी हो, सानो सानो खुर्सानी हो। यो चाहिँ चराले बिउ छर्दै जान्छ, मान्छेले बिउ छर्नु पर्दैन है यसको चाहिँ। हाम्रो बारीमा चाहिँ चराहरूले आफै रोपिदिन्छ एकदमै। यो चाहिँ हजुरहरूले चिनिहाल्नु भयो होला, यो चाहिँ शिवजीको प्रसाद हो। इफ हजुरहरूलाई चाहिएको छ भने कन्ट्याक्ट मी। ल ल ल, यहाँनिर रहेछ। कति धेरै अम्बाहरू फलिरहेको थियो, कुन चाहिँले टिपेर लगेछन्। हिँड त माथि काँचो भयो पनि चोर्न पेट्न। अब चाहिँ सिस्नो हो। सिस्नो भनेको के हो भने थाहा नपाउँदैन। त्यो सिस्नो यसलाई पनि छन् हाम्रा खोर्सानी। म लड्छु जस्तो छ। एउटा सिमी बारी छ यहाँनिर, सब यस्तो जङ्गल जङ्गल। तर आजभोलि यस्तै हुन्छ जहाँसु क्या। हाम्रो गाउँको दृश्य हेर्न सक्नुहुनेछ हजुरहरूले। कति राम्रो देखिन्छ, त्योभन्दा राम्रो त मै देखिन्छ। अब माथिबाट नदेखेको बेला यो मेरो यहाँनिर सुन्तलाहरू छ हो। यहाँ सुन्तलाहरू फला अम्बाको रुख यही हो। अनि म यहाँ छु, देखाइसकेँ। यहाँ आउँछु। यहाँ हेर्नुहोस् हाम्रो खुर्सानी, कति धेरै खुर्सानी छ। ओ माई गड। ओ माई गड छ है हाम्रो गाउँ त। क्या राम्रो देखिन्छ, क्या ब्युटिफुल छ। यति हेरेपछि आँखालाई नि आनन्द मिल्छ। यसरी हेर्दाखेरि आँखालाई नि शीतल मिल्छ। यहाँ छैन नानीहरू, यो चाहिँ निरु। के हिरोइनमा बस्छु होला थाली बोकेर अनुहार हेर। च्या घरमा आएको 4 दिन भयो, आज मुख धोएको होइन, कपाल पनि कोरे खाएन नि। कसलाई थाहा हामीलाई राम्रोसँग कसले गएन भनेर। न टोइलेट गरेर हात धुन्छन्। सुजान्तीले भर्खर हात धोएर साबुन पानी छैन भने मेरो फोन खोइ जानु गोजीमा छ। साबुन पानी हात धुनु भयो, त्यस्तो भनेर अलाउ छैन है। आयो यही हो। मैले चाहिँ जिस्केर मात्रै भिडियो बनाएको, सिरियस नलिनु होला। हाम्रो गाउँघरको दृश्य देखाउनु मात्र। हामी त यस्तो प्रो भ्लगर भइसक्यौँ नि, तर हाम्रो रोडहरू पनि आइछ होला। आमा किरानी हुँदा चाहिँ नखाऊ, किराती सुन्नुहोस् न। पुरै धानले ढकमक्क भएको छ बारीहरू सबै, पानी परेर। हाम्रो बारी पनि देखाइदेऊ, देखाइरहेको छु। बिरुवा देखाइदेऊ। उता घर छ, बारीहरू कति राम्रो देखाएको धान बारीहरू। म यहाँ छु, म चाहिँ छोड्नु भएन। जे पनि भिडियो 5 मिनटको हुनु पऱ्यो। हामीले यसो नर्मली बनाइराखौँ। मान्छेहरू
काँसिरो हेर्नु होला कहाँ कहाँ पुग्नुहुन्छ कस्तो राम्रो भ्यू देखिरहेको हेर्नु छप्रीको बाइक आयो छप्रीको बाइक के केटा मान्छेले के को जोस आउँछ कुन्ने सब्जी त लिन आएको नि ल भेज के गर्छ ल काठमाडौँ गइसकेछ हाम्रो बोडीहरू कति बाटो बाटोमा रोपेर आउँछ त्यही हो हजुर होला मैले देखाइसकेँ हेर्नुभयो होला मन पऱ्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला बाई 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 गर्दा मेरो भ्लगमा बाई बाई have a good day